सातु प्रदेश में सबसे समृद्ध प्रदेश प्रदेश नंबर 2 हेबाक दावी करैत गठन भेल वर्तमान प्रदेश सरकार पहिल इनिंगे में असफलता दिस धकेला गेल अछि। अर्थात संघीय प्रणाली अनुसार प्रदेश सरकार गठन भेला के बाद पहिल आर्थिक वर्ष 2075-76 के लेल 29 अरब 64 करोड़ बजेट घोषणा केने प्रदेश सरकार गत चैत महीना धरि में मात्र करीब 9% बजेट खर्च कर सकलक अछि। बजेट खर्च बिना केनही समृद्धि केना का आउत प्रश्न में प्रदेशक आर्थिक मामिला तथा योजना मंत्री के जवाब सब दिन एकै किसिम के रहैत अछि। जुन हाम्रो बजेट को छ सबै व्यवस्थापन भइसकेपछि कर्मचारीदेखि लिएर सब व्यवस्थित भइसकेपछि 12 महिनाको आर्थिक वर्ष हुन्छ। 3 महिनामा प्रदेश सरकारको बाँकी काम बजेट 3 महिनामा व्यवस्थित हुन्छ, व्यवस्थित तरिकाले खर्च हुन्छ। 9 महिना हाम्रो रेस्ट पिरियड हो र त्यो सम्बन्धमा पनि हामी उठाइरहेछौँ कि 2 रुपैयाँ किन कतिको हामी राजस्व जम्मा गर्छौँ। प्रदेश नम्बर 2 ले सरकारको ढुकुटीमा कति जम्मा गरिरहेछ। अहिलेको केन्द्रको 15 खरब कतिको बजेट छ त्यो मध्ये 4 खरब ओन्ली बिरगञ्ज भन्सारबाट जम्मा हुन्छ। यसको समानुपातिक तरिकाले वितरण गरेन भने के हुन्छ भने यो कारणहरूले गर्दा फिल हुन्छ कि यो व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमाथि नै कहीँ न कहीँ राष्ट्रिय रूपले प्रहार गर्ने त योजना छैन। प्रदेश सरकारक मुख्यमंत्री सह सब मंत्री लोकनि कर्मचारी के अभाव आ संघीय सरकार के असहयोग के कारण बजेट खर्च कर दिक्कत भ रहल बतबैत आयल रहितो अर्थविद लोकनि ओहि बात के आ तर्क के खंडन कर रहल छन्। अर्थविद लोकनि 10-15 अरब के पूंजीगत बजेट खर्च कर जम्मा 10-15 टा अनुभवी कर्मचारी पर्याप्त होबाक कहैत काम कर के जोश आ जागर के अभाव रहल धारणा रखलनि। होइन, यो बजेट खर्च नहुने भनेको नेपालको सुरुदेखिकै परिपाटी हो। अन्तिम चौमासिकमा चैत वैशाख जेठ असारमा धेरै पैसा खर्च हुने भनेको सुरुदेखिकै परिपाटी भए पनि प्रदेश 2 को सवालमा म के भन्छु भने एउटा मुख्य कारण कर्मचारीको अभाव चाहिँ हो, यसमा 2 मत छैन। तर म के भन्छु भने 2 नम्बर प्रदेशको लगभग 10-15 अरबको बजेट पुँजीगत बजेटलाई खर्च गर्नको लागि एकदमै धेरै जनशक्ति चाहिन्छ जस्तो पनि मलाई लाग्दैन। यदि दक्ष र कमिटमेन्ट भएको थोरै स्टाफ भयो भने पनि यो 15 अरब 10 अरब जतिको बजेट चाहिँ खर्च गर्नलाई त्यति गाह्रो हुन्छ जस्तो लाग्दैन मलाई। प्रदेश सरकार के बजेट बनावे के काम में अप्रत्यक्ष रूप में सक्रिय रहल अर्थविद डॉक्टर उमाशंकर प्रसाद कर्मचारी के अभाव समेत एकटा समस्या रहल रहितो वही बहाना में सभे समस्या भेल कहनाई गलत बात रहल बतौलन। प्रदेश सरकार के बजेट कार्यान्वयन में समस्या होबक के दोसर कारण नीति तथा कार्यक्रम अनुसार के बजेट नहीं औनाई समेत एकटा रहल अर्थविद डॉक्टर उमाशंकर के कहबै छै। चालू आर्थिक वर्ष में उ त्रुटि सब भेल स्वीकार करैत हो आगामी आर्थिक वर्ष के नीति तथा कार्यक्रम के आधार में बजेट एबाक विश्वास व्यक्त करे छथि। होइन, पोहोर साल केही मात्रामा त्यस्तो त्रुटि भएको हो होइन, तर यसपालि अब म पनि अप्रत्यक्ष रूपमा बजेटसँग केही कार्यहरू गरिरहेको कारणले गर्दाखेरि यसपालि चाहिँ हामी नीति तथा कार्यक्रम सँगै त्यही अनुसारको बजेट आउँछ भन्ने म यहाँलाई जानकारी गराउन चाहे र हाम्रो प्रदेश प्रमुखज्यूहरूसँग मुख्यमन्त्रीज्यूसँग र अन्य मन्त्रीज्यूहरूसँग पनि अर्थमन्त्रीसँग पनि हामी रेगुलर टचमा छौँ र उहाँहरूसँगको भएको छलफलमा यसपालिको बजेट पूर्णतया नीति तथा कार्यक्रम अनुसार नै आउने भनेर गृह कार्य हुँदैछ। यसपालि त्यस्तो समस्या नहोला भनेर अनुमान गरौँ। प्रदेश सरकार के बजेट बनेबा काम में प्राविधिक सहयोग के लिए डॉक्टर उमाशंकर सहित 4 गोटे अर्थविद लोकनि एखन जनकपुर धाम में खटि रहल छन्। स्रोत के अनुसार प्रदेश सरकार 37 अरब के बजेट घोषणा करबाक तैयारी कर रहल अछि। मंत्री यादव कृषि के प्राथमिकता में राखब बताब रहल रहितो अर्थविद लोकनि शिक्षा आ स्वास्थ्य में बेसी जोड़ देबा परबाक पक्ष में खार देखल जा रहल छन्। आकार र प्राथमिकता भनेको मेन त यहाँ कृषि प्रधान प्रदेश हो। कृषि प्रधान प्रदेश भएर कृषिलाई हामी प्रथम प्राथमिकतामा राखेछौँ।
दोस्रो भनेको सोसियल सेक्टरको शिक्षाको अवस्था, सामाजिक अवस्था, स्वास्थ्यको अवस्था र प्रदेश नम्बर 2 पर्यटनको हब बनाउने यतातरी हामी लागेछौँ र आउने सालमा कहीँ न कहीँ ऊर्जा सङ्कटलाई हामी विस्थापित गर्ने योजनातिर गएछौँ। सबैभन्दा प्राथमिकता भनेको शिक्षा र स्वास्थ्य। स्वास्थ्यको सन्दर्भमा जनकपुर अस्पताललाई एउटा बल्क मनी जाने भन्ने हाम्रो सोच हो। त्यसपछि शिक्षाको सन्दर्भमा जति पनि यो स्कुलहरू छ, भएकै स्कुललाई मोडेल स्कुलको रूपमा त्यसलाई स्तरोन्नति गर्ने र त्यहाँ छात्रावासदेखि लिएर राम्रो शिक्षाको व्यवस्थापन गर्ने र भन्ने सोच हो। त्यस्तै दलितहरूको लागि हाम्रो यहाँको दलितहरूको अवस्था एकदमै कमजोर भएको र महिलाहरूको अवस्था पनि धेरै कमजोर भएकोले दलित र छात्राहरूको लागि छुट्टै छात्रावास व्यवस्थापन गरेर त्यसलाई चाहिँ अगाडि जाने भन्ने कुरो छ। यो चाहिँ शिक्षा स्वास्थ्यमा भयो। नीति तथा कार्यक्रम तर्जुमा करे वाला प्रदेश सरकार मार्फत के नीति आयोग के सब सदस्य लोकन अपना सब तर्जुमा कहने नीति तथा कार्यक्रम अनुसार गत वर्ष बजेट नहीं औलासा बजेट खर्च कर कठिनाई भेल उपराग व्यक्त कर रहल प्रति आक्रोश व्यक्त करत मंत्री यादव नीति आयोग के कोनो कामे नहीं रहल धैर्य के प्रतिक्रिया दैत अपन आक्रोश व्यक्त कलन। आशा करी प्रदेश सरकार लाभ लागल आगामी आर्थिक वर्षक बजेट कार्यान्वयन होइक आ प्रदेश नंबर 2 के चौतरफी विकास होइक। अपन टेलीविजन के लेल कैमरा में संजय शाह के साथ में पूरन शाह, जनकपुर धाम।